दोकानदार हटाउने हो मेन रेन्टमा जो बस्छ सबले हटाइदिनु पर्यो बुझेर पनि 2 नम्बरमा ट्याक्सी जो छ ट्याक्सी एसोसिएसनले मिलेर सबै ट्याक्सीबाट निकाल। यो सिक्किम डाबाङलामा हालैमा भएको काण्डमा जुन चाहिँ एउटा हाम्रो भिडियो लिक भएको छ त्यसमा एउटा हाम्रो सिनियर दाजुले एउटा कुरा भन्नुभएको छ। उहाँको नाम पनि थाहा छैन, पत्ता पनि थाहा छैन। यति चाहिँ याद भयो कि उहाँको ज्ञान धेरै नै कम्ती रहेछ भनेर, किनभने उहाँ खाली भाडा जस्तै बस्नु भएको छ हो। एम्प्टी भेसल्स मेक द मोस्ट नोइज भनेको जस्तै हो इङ्ग्लिसमा हो। तपाईँले भन्नुभयो कि टिबेटनहरू कहाँबाट आयो, यहाँनिर कसरी आयो, देशद्रोही हो, यहाँनिर क्याप्चर गरेर बसेको। सुन्नुहोस्, म तपाईँलाई भन्छु टिबेटनहरू कहाँबाट आयो। तपाईँको सिक्किम जुन चाहिँ तपाईँको सिक्किम छ, तपाईँ जहाँ बस्नु तपाईँले आफै नाम टोकेर भन्नुभएको सिक्किमको मोटो के हो भनेर तपाईँलाई थाहा छ थाहा छैन त्यो मलाई मतलब पनि छैन, तर म तपाईँलाई भनिदिँदैछु एउटा सानो ज्ञान होइन, अर्थी बुद्धि दिएको तपाईँलाई। खामसुम बोङडु भन्छ यसलाई। सिक्किमको मोटो हो खामसुम बोङडु। सिक्किमको ल्याङ्ग्वेज डेन्जोङखा, सिक्किमको मान्छे डेन्जोङपा हो। यो सबै तपाईँको भाषा, तपाईँको लेटर्स, तपाईँको राइटिङ्सहरू सबै सम्बोधा स्क्रिप्टबाट आएको हो, जुन चाहिँ क्लासिकल टिबेटन हो। बुझ्नुभयो। अब सेकेन्ड कुरा, सिक्किमको राजा जुन चाहिँ तपाईँहरूले छोगेल मान्दै आउनुभएको, उहाँको हिस्ट्री भन्छु म तपाईँलाई। सिक्किमको सानो हिस्ट्री तपाईँलाई म बुझाउनु लागि कि तपाईँलाई अलिकति ज्ञान दिनु लागि। फुन्चोक नामगेल चाहिँ फर्स्ट छोगेल हो सिक्किमको। उहाँ चाहिँ 1642मा राजा भएको हो। उहाँले आफ्नो राज्य स्थापित गरेको 17th सेन्चुरीमा हो। 14th सेन्चुरीमा खाममा, हाम्रो टिबेट खाममा खेभुम्सा भन्ने थियो। उहाँको 5th जेनेरेसन डिरेक्ट डिसेन्डेन्ट चाहिँ फुन्चोक नामगेल हो। उहाँ चाहिँ खाम्बा हुनुहुन्छ, तपाईँहरूको फर्स्ट छोगेल चाहिँ। सिक्किम लाप्चेहरूको त्यसको बादमा राज्य आयो टिबेटनको, त्यही कारण चाहिँ तपाईँको छोगेल पनि बन्नेको। 1700मा भुटानले इन्भेड गर्यो सिक्किमलाई। 1710मा टिबेटन मान्छेहरूले, हामी टिबेटन पिपलहरूले नै तपाईँको छोगेललाई बचाएर ओराएर फेरि राज्यमा राख्नु भएको, तपाईँको फेरि थ्रोनमा राखेको छोगेललाई हो। सिक्किममा आजको दिनमा तपाईँले भन्नुहुन्छ यो रिम्बुछे त्यो रिम्बुछे के भन्छ रुमतेक मोनास्ट्री भयो, हाम्रो तपाईँहरूको कतिवटा कल्चर लोसार लोसुङ छुट्टी पाउनुहुन्छ तपाईँहरूले। यो सबै कसले गर्दा भएको, भोटेहरूले गर्दाखेरि, टिबेटनहरूले गर्दाखेरि भएको। तपाईँले जुन चाहिँ भन्दैछ नि टिबेटन, यिनीहरूले बुद्धिज्म सिक्किममा नल्याएको भए आजको दिनमा तपाईँकोमा नाम्चीमा गुरु रिम्बुछेको मूर्ति हुने थिएन, तपाईँको आफ्नै राबाङलामा बुद्ध पार्क हुने थिएन, टुरिज्म हुने थिएन। कसरी गरेर खान्थ्यो दाजु? साह्रो पर्छ, साह्रो कुराहरू। आजको दिनमा नेचुरल अट्र्याक्सन हो यो सबै कुराहरू तपाईँकोपट्टि। टुरिज्महरूले नेचुरल अट्र्याक्सन गर्दैछ तपाईँकोपट्टि। जुन चाहिँ तपाईँले एउटा घिनलाग्दो कुरा भन्नुभएको चाहिँ देशद्रोही हो भन्नुभएको छ। देशद्रोहीमा म तपाईँलाई एउटा ज्ञान दिन्छु, किनभने तपाईँको ज्ञान धेरै नै कम्ती रहेछ अब कम्पेयर टु अदर पिपल होइन। धेरै नै एकदमै तपाईँले जे मनमा आयो त्यही बोल्यो टाइपको मान्छे रहेछ। बोल्नुभन्दा अगाडि सोच्नु पनि पऱ्यो नि त। एसएफएफ 6 विकास जुन चाहिँ तपाईँको त्यहाँनिर आर्मीहरू छ तिनीहरू एसएफएफको अन्डरमा हुन्छ। एसएफएफ आउँछ अन्डरमा क्याबिनेट सेक्रेटेरिएटको डाइरेक्ट अन्डरमा आउँछ। आइबी र सिआइएहरूको डाइरेक्ट अन्डरमा एसएफएफ आउँछ। एसएफएफको अन्डरमा आउँछ 6 विकास। एसएफएफमा 6वटा विकास छ। 1 विकास, 2 विकास, 3 विकास, 5 विकास, 6 विकास, 7 विकास छ हो। 4 विकास रको अन्डरमा आउँछ डाइरेक्ट। उनीहरूले रको काम मात्रै गर्छ, अरूले मिलिटरी फोर्सको काम गर्छ। सुन्नुहोस्, तपाईँले साइनो इन्डिया वार त सुनेको छ होला, सिनो साइनो जेसुकै भन्नुहोस्। यो लेड गरेको थियो हाम्रो एसएफएफ टिबेटन आर्मीले। बाङ्लादेश लिबरेसन वार यो लिड गरेको थियो हाम्रो एसएफएफले। कारगिल वार भयो, अपरेसन ब्लू स्टार भयो, यहाँसम्म कि पर्सनल फोर्स हाम्रो प्राइम मिनिस्टर इन्दिरा गान्धीको 1975 को टाइममा इमर्जेन्सी लाग्दाखेरि पनि एसएफएफ नै थियो। त्यसको बादमा अरू धेरै अपरेसनहरू छ। अपरेसन ब्लू स्टार, अपरेसन क्याक्टस, अपरेसन पावन, अपरेसन रक्षक, 2020 को अस्ति भर्खर रिसेन्ट 2020 को चाइना इन्डिया स्कर्मिसेसको पनि सबै कुराहरू चाहिँ हाम्रो टिबेटन एसएफएफले गरेको है दाजु। तपाईँलाई ज्ञान छैन भने चाहिँ यस्तो मान्छेलाई देशद्रोही नबन्नुहोस्। नमक हलाल मान्छेहरूलाई नमक हराम मान्छे नबनाउनुहोस् दाजु। जे मुखमा आयो त्यही बोल्नु चाहिँ अलिक साह्रो पर्छ। तपाईँले त कम्युनल वार गर्नु आँटेको जस्तै कुरा गर्नुभयो नि त। त्यस्तो नगर्नुहोस् दाजु, पिसमा बस्नुहोस्। राम्रो कुराहरू हो
राम्रो कुराहरू सिकाउनुहोस् न। एउटा एजेड मान्छे एउटा सिनियर मान्छे भएर राम्रो कुराहरू सिकाउनुहोस्। तपाईँले कसरी टोक्नु भयो कि यो मुसलमानहरू भन्दाखेरि पनि गद्दार मान्छेहरू घिनलाग्दो मान्छेहरू, तपाईँले मुसलमानलाई किन बिचमा हाल्नु भएको? मुसलमान के पढालेखा मान्छेहरू होइन? मुसलमानहरूको के आफ्नो धर्म छैन, आफ्नो इज्जत छैन? तपाईँले कहाँ जहिले पाए तहिले मुसलमानलाई दोष दिनुभएको? दाजु तपाईँले हामी टिबेटनहरूलाई त दोष दियो, त्यही माथि मुसलमानलाई पनि दोष दिनुहुँदैछ। कसरी चाहिँ बिचमा हाल्नु भएको तपाईँले? इन्डियामा एपिजे अब्दुल कलाम जस्तै मान्छे पनि मुसलमान थिए दाजु, यो याद राख्ने। जे बोल्नु मन पर्यो त्यो बोल्न पाउँछ इन्डियामा, फ्रिडम अफ स्पिच छ, तर आफ्नो फ्रिडम अफ स्पिचलाई कन्ट्रोल गर्नुहोस् कतिवटा कुरामा दाजु। किनभने तपाईँको ज्ञान कम्ती छ, त्यही तपाईँको लेभलको मान्छेहरू पनि हुन्छ जसको ज्ञान कम्ती छ, त्यो मान्छेहरूको दिमाग भ्रष्ट नगराइदिनुहोस् दाजु यसरी। तपाईँ त ठुलो सिनियर मान्छे, एउटा एजेड मान्छे हुनुहुन्छ, देख्दाखेरि अलिकति ज्ञान अर्थी बुद्धि दिनुहोस्। तपाईँभन्दा आफूभन्दा सानोहरूलाई यस्तो रङ बाटोमा नसिकाउनुहोस् यस्तो कुराहरू, जबकि तपाईँ आफ्नै ज्ञान कम्ती छ। अलिकति पढ्नुहोस् दाजु, अलिकति पढ्नुहोस्। नेपाली हिन्दी इङ्ग्लिस पढ्न आएन भने पनि अलिकति किताबहरू पाउँछ, त्यो पढ्नुहोस् दाजु। बोल्नुभन्दा अगाडि धेरै कुराहरू सोच्नुपर्छ दाजु। जे पाए त्यही बोलेर हुँदैन। घरमा आफ्नो बुढीलाई गाली गरेको जस्तै होइन दाजु। बाहिर मान्छेहरूको भावनामा लाग्छ, मान्छे भावुक हुन्छ, कतिजना प्रोभोक हुन्छ। बुझ्नुहोस् कतिवटा कुराहरू। ओ नंबर 2 상마요 비비게 갈래 빼 하고 세 이그레 쿠란기 야 까메 빼미시 하고 난도 딘데 상마로 꿀레레치엔 휴시 아니 자기 돌이야 가주마 좀 하디로 낭 모텔날에 가주마 좀 하디로 낭 쉐 상마로 테스트레